स्वागत छ यहाँलाई मेरो किचनमा। आज चाहिँ मैले यहाँहरूमाझ बच्चादेखि वृद्धसम्म सबैलाई मनपर्ने कुरौनीको रेसिपी लिएर आएको छु। आशा छ यहाँहरूलाई पनि यो रेसिपी मनपर्नेछ। सुरु गर्छु है त बनाउन। कुरौनी बनाउनको लागि मैले चाहिँ 2 केजी दुध लिएको छु। दुधलाई राम्रोसँग तताइसकेको छु। आगो बालेर कराई बसिसकेको छु। यसमा चाहिँ थोरै घिउलाई राख्छु। यसो गर्नाले चाहिँ कुरौनी टाँसिँदैन अनि माथिबाट तातेको दुधलाई राखेको छु। सबै दुध राखिसकेको छु। अब एकैछिन चलाउने। दुधलाई चाहिँ सानो आगोमा पकाउनु होला। यसो गर्नाले चाहिँ छिट्टो डढ्दैन। बेला बेलामा चलाउँदै गर्नुपर्छ। यसले गर्दा दुध टाँसिन पाउँदैन। दुध बाक्लो हुन थालिसकेको छ। टाँसिन नदिनको लागि बेला बेला चलाउँदै गर्नुपर्छ। हेर्नुस् त दुध कति मजाले पाकिरहेको छ। दुध जति उम्लिँदै जान्छ त्यति नै बाक्लो हुँदै गइरहेको छ। टाँसिन नदिनको लागि एकदम ध्यान दिएर चलाउँदै जानु होला। मैले चाहिँ थोरै गुलियो लगाएको छु। गुलियोमा चाहिँ मिश्रीलाई राखेको छु। हजुरहरूलाई इच्छा भए चिनी पनि राख्न सक्नुहुनेछ अथवा गुलियो बिना पनि बनाउन सक्नुहुनेछ। अब चाहिँ दुध लगभग कुरौनी बन्ने तयारीमा छ। बेला बेला चलाउँदै गर्नु होला। कुरौनी टाँसिन नदिनको लागि राम्रोसँग चलाउनु होला। अब चाहिँ आगोको हिटलाई पनि एकदम सानो बनाएर कुरौनीलाई चलाइ पकाउनु होला। अब चाहिँ लगभग कुरौनी बनेर तयार भइसकेको छ। कुरौनीलाई चाहिँ म आगोको हिटबाट बाहिर निकाल्छु। कुरौनी सेलाइसकेपछि एकदम राम्रो कलर आइसकेको छ। अब चाहिँ म एउटा प्लेटमा सर्भ गर्छु। हजुरहरू पनि आफ्नो भान्सामा सजिलैसँग कुरौनी बनाएर खान सक्नुहुनेछ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद। मेरो च्यानलमा नयाँ हुनुहुन्छ अनि सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला। यस्तै नयाँ रेसिपी लिएर अर्को भिडियोमा आउने नै छु।